बनाएको छौँ। उता नि बर्गरहरू बन्दैछ, बर्गर पिज्जा। आज चाहिँ हाम्रो पार्टी भएको छ, हामी उता छौँ। ल गाइजहरू हेर्नुहोस्, अब हाम्रो यो आजको कार्यक्रममा चल्दै रहेको यो प्रोग्रामभित्र अब बर्गरको प्रोग्राम भइरहेछ। हाम्रो ज्वाइँले बनाइराख्नुपर्छ, यसो हेर्दै हेर्नु उहाँको मुखारबिन्दबाट केही सुन्नुहोस् हजुरहरूले कसरी बनाउनुहुन्छ उहाँको प्रिपरेसन तरिका ल। हाम्रो सादा पाउरोटी हजुर पाउरोटीलाई हामीले टोस्ट गऱ्यौँ होइन, हजुर। त्यसपछि बर्गर सस बनायौँ, हजुर मायोनिज केचप हालेर हजुर बर्गर सस। त्यसपछि पिज्जाको लागि यहाँ जाने बन्दैछ हो मसला। त्यसपछि हामीले यो कर्नस्लो, यो पत्ताकोपी र त्यसपछि गाजर मिसाएर त्यसमा चाहिँ हल्का मायोनिज हालेर त्यसपछि हामीले यो कर्नस्लो बनाएका छौँ। त्यसलाई स्प्रेड गरिदियौँ। त्यहाँपछि हामीले राख्छौँ टमाटो, त्यसपछि अनियन, त्यसपछि कुकुम्बर, अनि त्यसपछि हामीले राख्छौँ फ्रेस बर्गर। अनि हामीले सुक्छ कि पानी सुकाउनु त पऱ्यो भयो नि। यो हाम्रो चिज स्लाइस, त्यसपछि यसलाई कभर गरिदिनु। हाम्रो बर्गर रेडी, बर्गर रेडी भयो। ह्याप्पी बर्गर रेडी। बर्गर रेडी। ल साथीहरू तपाईँहरूले पनि खानुहोस्, हामीले बनाइसक्यौँ। ल हाम्रो यता अर्का दादी हुनुहुन्छ, ल उहाँले के गरेर ल भन्नुहोस्। मैले यो चिकन पहिला अब भन्दाखेरि हाँस पहिला हुन्छ। हजुर मैले पहिला पनि भनिरहेको छु, हाँस नभेटेको भएर अहिले चिकन छैला बनाउन लाग्छ। अनि त्यसपछि अरू त यता चाहिँ ललिपपहरू हुँदैछ। अनि यहाँ पिज्जाको लागि मसला रेडी गर्दैछु म। अरू सब ठिक छ ल। हजुरको पिज्जा बेस देखाइदिनुहोस् त, हजुर कस्तो बनाउनु भएको पिज्जा बेस? हाम्रो होममेड होममेड हजुर उहाँले बनाउनु भएको पिज्जा बेस। ल हेर्नुहोस् है साथीहरू, यो होममेड हो, घरमा बनेको फ्राई प्यान। अहिले हामीले बनाएर देखाउनेछौँ है हजुर हजुरहरूलाई पिज्जा। ल हेर्नुहोस्, यो होममेड बनाएको है, यो कुनै बाहिरबाट किनेको होइन, यो होममेड हो। ल अरू भन्नु, तपाईँले यो पिज्जा के गरेर हुन्छ तपाईँले? यो पिज्जा उसको लागि मसला बनाउँदैछु। हजुर भेजिटेबल पिज्जा होइन? भेजिटेबल पिज्जा। एकैचोटि बनाइन्छ सबै पिज्जा त भेजिटेबलै हुन्छ सबै, हजुर ननभेज छैन। हजुर ल